नेपाल पुलिस स्कुल र लुम्बिनी फुटबल एकाडेमी बीच विगत 3 वर्षदेखि शैक्षिक सहकार्य हुँदै आइरहेको छ। लुम्बिनी फुटबल एकाडेमीमा बस्ने सम्पूर्ण खेलाडीहरूले नेपाल पुलिस स्कुलमा पढ्दै आइराख्नु भएको छ। म स्वयं पनि नेपाल पुलिस स्कुलको अभिभावक सङ्घको अध्यक्ष हुँ। अहिले नेपाल पुलिस स्कुलको 41औं वार्षिक उत्सवको अवसरमा साताव्यापी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। सोही अनुरूप आज स्कुलमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो र म पनि रक्तदान गर्ने उद्देश्यले नै स्कुलमा पुगेको थिएँ। म स्कुलमा पुग्दा प्रिन्सिपल सर लगायत अन्य सरहरूले डोनेसन गरिराख्नु भएको थियो र मैले पनि ब्लड डोनेसन गर्दा आवश्यक पर्ने फर्महरू भरेर ब्लड डोनेसन गरेँ। नेपाल पुलिस स्कुलले विगतमा पनि विभिन्न खालका यस्तै सामाजिक काम र विद्यालयलाई उत्कृष्ट बनाउनको लागि कामहरू गर्दै आइरहेको छ र 41औं वार्षिक उत्सवको अवसरमा स्कुललाई हार्दिक शुभकामना व्यक्त गर्दै म स्कुलबाट बिदा भएँ।